to my YouTube channel. मेरो नाम चाहिँ छेवाङ. सो आज रहेको छ हाम्रो बुद्ध जयन्ती जो बुद्धिस्टहरूले प्रायः जस्तो मनाउने हुनुहुन्छ यो चाहिँ. सो आजको दिन चाहिँ बिहान उठेर नुहाइधुवाइ गरेर पूजापाठ गरेर भ्याएर मेरो ब्लग सुरु गर्दैछु साथीहरू. ल हेर्नुहोस् त, आज हाम्रो फेरि घुममा पनि पूजा भइरहेको छ, तपाईहरु सुन्न सक्नुहुन्छ. मेरो घर नजिकको गुम्बा छ. सो म तपाईहरुलाई गुम्बा पनि देखाउँछु एकछिनमा. सो यो चाहिँ मेरो पूजा कोठा. मैले छिमेछिमे बारी. हेलो एभ्रीवान. सो म चाहिँ रेडी भएको छु बुद्ध जयन्तीमा. सो मैले चाहिँ फर्स्टमा चाहिँ अर्को भोको लगाएको थिएँ. त्यो चाहिँ एकदम गरम भयो के भन्नाले यो भन्दा नि यो ब्लू कलरको भोको लगाएको थिएँ, एकदम गरम भयो. सो मैले चाहिँ व्हाइट लगाएको छु. यो चाहिँ पातलो छ र कपडा पनि राम्रो छ यसको. सो मैले रेडी भएको छु. मेरो इयररिङ and मेरो always favorite my Cheeto अनि मेरो चाहिँ यो ड्रेस. So I am ready. भन्नु पर्दा नि मलाई हाम्रो यो जुन चाहिँ यो भक्कु यस्तो मन पर्छ मेरो बस चल्यो भने त प्रत्येक कलरको है एउटा कलरको भक्कु राख्न मन पर्छ के मलाई चाहिँ. मलाई भक्कु यति मन पर्छ है हाम्रो यो टिबेटन ड्रेस. नै मलाई मात्रै हुन्छ कि यस्तो हजुरलाई पनि हुन्छ. मलाई आफ्नो कल्चरको ड्रेसहरु यति मन पर्छ यस्तो लाग्छ कि सबै कलरको एउटा ट्याक्क मिलाएर राख्ने के. सो आई एम फर रेडी बुद्ध जयन्ती. सो चाहिँ अहिले एकछिनमा चाहिँ उहाँ आउनुहुन्छ अनि उहाँ आएपछि जाने. सो रेडी चाहिँ भएको छु. के पनि लगाएको छैन, सिर्फ मोइस्चराइजर सनस्क्रिन अनि यो हल्का न्युड लिपस्टिक. सो आई एम रेडी. मेरो कपाल चाहिँ एकदम लामो बढेको छ के. सो कपाल चाहिँ पाल्ने भनेछु. पानी पुरी खाना लगाएको छौँ. पानी बनाएको छु. यता चाहिँ आलु उसाएको छु. लसुन बनाएको छु. अनि म चाहिँ पुरी खान लाग्छु. आज चाहिँ पसल जाने भएन, क्यान्सल भयो. It's my blog. Like गरेनौ अनि? Like गरेनौ? पानीपुरीको पानी चाहिँ रेडी भइसक्यो. पानीपुरीको पानी चाहिँ पदिना, धनिया, नुन खोर्सानी अनि यो चाहिँ पुरीको भित्र हाल्ने आलु. सो रेडी भइसक्यो. अब यसलाई यस्तो ढक्कन पुरी रेडी भएको छ. यहाँ पास्ता रेडी हुन लागेको छ.
हेलो त्यहाँ त घरमै हुनुहुन्छ क्या भान्जी जानुभयो ए त्यसो भने भान्जी आजबाट जानुभयो त्यसो ढला न कि म यता आउनु बेला घट्दै थियो अरे अब भ्याइ होला सायद चल्छ म घुम्बामा आएको थिएँ क्या ढला सिधिसक्यो बिहान सुरु भएको हजुर के गर्दै हुन्छ ल म पानी भन्छ पानी कहाँ होला सो गाइस अब चाहिँ मैले यो बुद्ध जयन्तीको भिडियो चाहिँ मैले 2 दिनपछि बल्ल एडिट गरेको छु किनकि यस्तो भयो बुद्ध जयन्तीको दिनमा चाहिँ एकजना चाहिँ हाम्रो बजे बित्नु भएको थियो सो त्यही भएर भएन अनि त्यसपछि अनि त्यही व्यस्त भयो अनि त्यसपछि अनि हिजो चाहिँ अनि उभो भन्नाले आज उहाँको गुम्बामा श्राद्ध थियो अनि भर्खरै म गुम्बाबाट आएको यसो हेरेको त मैले मेरो जुन बुद्ध जयन्तीको ब्लग गराएको त्यो चाहिँ मैले एन्डिङ नै गरेको रहेछ सो त्यही भएर चाहिँ अहिले एन्डिङ गरेको भिडियो हजुरहरूलाई मेरो भिडियो मन पर्यो भने प्लिज लाइक एन्ड सब्सक्राइब पनि गरिदिनु होला एन्ड थ्याङ्क यू फर वाचिङ माई भिडियो बाई बाई गाइस